प्रिय सज्जनहरू, सरकारले फागुन 21 गते संसदीय निर्वाचन हुन्छ भनेर तिथिमिति किटान गरिसकेको छ र सरकारी पक्षबाट पनि त्यही तयारी भइरहेको निर्वाचन आयोगको कुराहरू, रिपोर्टहरू र भनाइहरूबाट पनि बुझिन्छ। तर एउटा दुःखद कुरा के छ भने निर्वाचनमा भाग लिने दलका प्रमुख नेताहरूको कुरा सुन्दाखेरि र उहाँहरूका पिछलग्गुका कुराहरू सुनिरहँदाखेरि भड्काउ खालका छन् र गाली गलोजमा उत्रिने, अर्थात् कसैलाई मान्छे नगर्ने, म मात्रै शासक हुँ, मैले नै सबै थोक गर्ने हो भन्ने खालको अहङ्कार र घमण्डका कुराहरू अहिले पनि सुनिरहेका छन्। यसले देशलाई कतै द्वन्द्वमा त लाँदैन। हामीलाई शङ्का छ कि नेताहरूका यस्ता भड्काउ भाषणहरूले देशलाई गृहयुद्धतिर धकेलेर भोलि हामीले चौपट बिहोर्नुपर्ने हो कि बेलैमा चेतना होस्।